अब हामी डिभिजिबल बाई 4 हेर्छौँ है त सो डिभिजिबल बाई 4 है त अब 4 ले कस्तो कस्तो नम्बरलाई खान्छ त नि भन्ने कुरा है एउटा गरौँ फर इक्जाम्पल 8 3 5 2 3 2 र 1 2 0 5 यो डिजिट छ ओके सो अब हेऱ्यौँ भने यदि लास्ट 2 डिजिट यसको लास्ट 2 डिजिट है एउटा लेखौँ है त इफ लास्ट 2 digits is divisible by 4 यदि कसरी खोज्ने भन्दा डिभिजिबल बाई 4 यसको चाहिँ भन्दाखेरि यदि यसको लास्ट डिजिट दुईटा डिजिटहरु है लास्ट भनेको यसरी 1 2 1 2 यो लास्टको हेर्नुस् है योहरुमा यदि कुन डिजिटलाई 4 ले खान्छ जस्तो लाग्छ तपाईलाई हैन त 0 र 5 लाई 4 ले खान्छ होला 4 को टेबलमा खादैन नि 4 1 जा 4 32 लाई त खान्छ 4 8 जा 32 तर 35 लाई खादैन भन्छ लास्टको दुईटा डिजिटलाई जसले 4 को टेबलमा जुन 4 ले चाहिँ खान्छ तिनीहरु चाहिँ के हो त डिभिजिबल बाइ 4 therefore यो 2 3 2 मा 32 is divisible by 4 हैन that is why के हो त therefore 2 3 2 is divisible by 4 किन रहेछ त divisible by 4 बुझ्नु भो किन divisible by 4 हुँदो रहेछ यदि तपाईको लास्टको दुईटा डिजिटलाई यो डिजिटहरुलाई यदि 4 ले खान्छ भने चाहिँ त्यो divisible by 4 सो 4 ले यो वालालाई खान्छ लास्टकोलाई है त सो यही कुरा हो यसको divisible by 4 को यो पनि बुझ्नु भयो है सो अब हामी divisible by 5 हेर्छौं 5 को नि लास्टै सजिलो छ है divisible by 5 मलाई चाहिँ कोही प्यारेन्ट्सहरुले चाहिँ यो गर्दिनु न भनेको भएर चाहिँ मैले यो divisible को चाहिँ यो divisibility टेस्ट चाहिँ गराउँदै छु है त मैले सो divisible by 5 हेर्नुस् त यसको पनि इजी छ है यदि लास्टमा है if last digit is 5 or 0 यदि तपाईको लास्टको जिरो चाहिँ लास्टको डिजिट चाहिँ 5 अथवा 0 छ भने त्यसलाई चाहिँ 5 ले खान्छ फर एक्जाम्पल कस्तो त नि भन्दाखेरि क्वेशन हेरौँ है जस्तै क्वेशन भयो 1 5 7 2 5 2 ओके र अर्को 1 9 0 1 ल हेर्नुस् त यस्तोमा लास्टमा कुनको ठाउँमा यहाँ 0 छ 0 अथवा 5 यहाँ 1 छ यहाँ 2 छ यहाँ 7 छ सरी मैले क्वेशन रङ सारेछु है सो यहाँ चाहिँ हेर्नुस् त एउटा क्वेशन सारौं 135 है 252 अनि 1901 ल भन्नुस् त यसमा कुनमा चाहिँ लास्टमा 5 अथवा 0 छ यसमा के छ 5 छ भने चाहिँ यसलाई खादो रहेछ यसमा हेरौं त यसमा 5 छ छैन नि यो 2 यसलाई खाएन यसमा नि लास्टमा के छ 1 यसलाई पनि खाएन जहाँ 5 अथवा 0 छ भने त्यसलाई खान्छ फर एक्जाम्पल यदि कुनैमा मानौ 130 छ भने अब यसलाई पनि के गर्ने भयो त 5 ले खाने भयो सो बुझ्नु भयो नि सो यदि कुनै पनि लास्ट डिजिटमा तपाईको लास्ट डिजिटमा 5 अथवा 0 छ भने त्यसलाई खान्छ therefore 135 is
डाइरेक्ट सर्टकट गरेँ त मैले डिभिजिबल बाई 5 किन चाहिँ नि डिभिजिबल बाई 5 त नि भन्दाखेरि किन त नि किनकि यसको लास्टमा 5 छ यदि यसको लास्टमा 0 भएको भए पनि खान्थ्यो यहाँ 0 छैन यहाँ पनि 0 छैन त 5 छैन 5 यही मात्र छ त्यही भएर के भयो त यसलाई चाहिँ 5 ले खान्छ इजी छ है अब डिभिजिबल बाई 6 साम है डिभिजिबल बाई 6 अब डिभिजिबल बाई 6 को कुरोमा चाहिँ के हुन्छ भन्दाखेरि यदि कुनै पनि नम्बर if any number divisible by 3 and 2 okay 3 and 2 यदि कुनै नम्बरलाई 3 अथवा 2 ले खान्छ भने त्यो के हो त डिभिजिबल बाई 6 अब जस्तै फर एक्जाम्पल हेर्नुस् है यसको चाहिँ अब डिभिजिबल बाई 6 मा चाहिँ कस्तो हुन्छ भन्दाखेरि नर्मली एउटा अर्दैन जस्तो छ सो डिभिजिबल 5 लाई मेटेर चाहिँ म फेरि गर्छु है त डिभिजिबल बाई 6 को हामी एक्जाम्पल यहाँ हेर्छौं है डिभिजिबल बाई 6 को चाहिँ हामी क्वेशन यहाँ माथि हेर्छौं है यसको क्वेशन हामी यहाँ माथि हेरौँ है त सो यसको क्वेशन फर एक्जाम्पल तपाईको ओके 1572522,1901 छ भने अब हेरौँ है यसलाई जोडेर हेरौँ है त सो 1 यो वालालाई पहिला है 1 + 5 + 7 जोड्दा कति हुन्छ सम गरेर नि हेरौँ है 1 र 5 ले 6 6 र 7 ले 13 सो 13 लाई त के हुन्छ त 13 लाई त 6 ले खादैन किन भन्दाखेरि त्यो खानलाई के हुनु पर्छ रे 3 अथवा 2 ले के 3 अथवा 2 ले 13 लाई खान्छ र खादैन नि 3 1 जा 3 3 2 जा 6 3 3 जा 9 3 4 जा 12 3 5 जा 15 खादैन 2 ले पनि 2 1 जा 2 2 2 जा 4 2 3 जा 6 2 4 जा 8 2 5 जा 10 2 6 जा 12 सो 2 ले पनि खादैन अब हेर्नुस् है त 2 + 5 + 2 अब यसको भाग जोड्दाखेरि 7 7 8 9 ल 9 लाई त खान्छ 3 ले खान्छ कि 2 ले खान्छ 3 ले खान्छ हो कि नै किन 3 3 जा 9 सो यहाँ ब्र्याकेटमा लेख्दियौ डिभिजिबल बाई 3 डिभिजिबल अर्डेन डिभिजिबल बाई 3 हैन ल 9 लाई त खान्छ हैन अब अर्कोलाई पनि हेरौँ है यसलाई अब यो 1901 लाई यसको पनि चेक गरौँ न 1901 सो 1 + 9 + 0 + 1 ल हेर्नुस् त 9 10 11 सो 11 लाई त खादैन हैन सो यिनीहरुलाई नट डिभिजिबल बाई 3 हैन नट डिभिजिबल है मैले लेखिन नट भनेपछि यो खादैन है त किन किनकि 13 र 9 लाई 13 र 11 लाई त 3 अथवा 2 ले खादैन सो 9 लाई खान्छ त्यही भएर यो नम्बर भनेपछि 252 यसको आन्सर के रहेछ त यसको आन्सर चाहिँ 252 इज डिभिजिबल बाई 6 हो यो डिभिजिबल बाई 6 को पनि थाहा पाउनु भयो तपाईहरुले है ल ठीक छ